हाई गाइस, राजु चाहिँ है स्टोरमा भने मान्छे छैन। एक दुईजना मात्रै छ है, काटेक फिटिक भनौँ एकजना दुईजना मात्रै छ। तर रोड चाहिँ आज चाहिँ बहुतै जाम भइरहेको छ है। त्यही जामले गर्दा होला मान्छे पनि छैन आज, किनभने आज रोड चाहिँ पुरा जाम भइरहेको छ नि त। त्यही कारणले गर्दा होला राइडर नभएको है। मेन रोड त झन् पुरा जाम छ अहिले। भर्खर मेन रोडै गएर आएको है। मेन रोडबाट यहाँ आउनु चाहिँ 1 घन्टा टक्कै लाग्छ। कमसेकम 1 किलोमिटर होला यहाँबाट मेन रोड। तर पनि 1 किलोमिटर आउनु मलाई 1 घन्टै लाग्यो, जाम ज्यादा भएर है। जाम चाहिँ पुरा छ आज। त्यही जामले गर्दाखेरि चाहिँ आज राइडरहरू छैन, कम्ती छ। अर्डर लिएर अर्डर एक्सेप्ट गरेर पनि अहिले चाहिँ केही फाइदा छैन है। किनभने अब यस्तो जाममा फस्नु नै हो। 10 मिनट लाग्ने जग्गामा आधी घन्टा लाग्छ है। त्यही कारणले गर्दा चाहिँ यस्तो जाममा चाहिँ अर्डर आयो भने पनि अर्डर एक्सेप्ट गर्नु चाहिँ बेकारै छ। स्टोरमा पनि मान्छेहरू छैन, सबैजना सायद जाममै फसेको होला है। आज पनि मेगा अफरै छ। मेगा अफरले गर्दाखेरि बिहानै राइडरहरू त धेरैजना आएको थियो। तर अहिले भने जामले गर्दाखेरि चाहिँ राइडरहरू देखेको छैन। आज 2 जना 3 जना मात्रै देख्दैछ है।